गाइस हामी चाहिँ यहाँनिर आइसक्यो फाइनली हैन। अनि यहाँ चाहिँ मेरो दुईजना राजाहरु चाहिँ ल आउनुस्। Come out, baby. गाइस हामी चाहिँ आइसक्यो। अब चाहिँ घरको यहाँ बस्नु ल। नानी यो चाहिँ चेयर लिएर आऊ मम्माको लागि। उनीहरूलाई चाहिँ सङ्गासुहरू स्विमिङ गर्नुहुँदैछ तीनजना। सङ्गासु, पेमासु, जासमिनासु। भाइ कहाँ बस्ने छोरा? नगर त्यो हात चाहिँ नानी आऊ यहाँ आउनु। यहाँ बस्नु न मम्माको छुमा। बस न। आउनु छिटो प्लिज। लु काखमा बस। फोटो तीनजना चाहिँ तर स्विमिङ गर्दैछ। म चाहिँ नगएको पुरा थाकेको छु। मलाई चाहिँ आउन बेटा यता। म बसिरहेको छु यहाँनिर होइन मङ्सुल यहाँ आउन यता आउन बेटा। अनि म र मेरो छोरा चाहिँ यहाँ बसेर चाहिँ हल्का हामी चाहिँ यहाँनिर आमा चाहिँ के गर्नुहुँदैछ मङ्सुल? आमा चाहिँ चिया खानुहुँदैछ। भित्र सबैजना खानापिनाहरू बनाउनु राजा बुढा है। काजी साहब चाहिँ भित्र खाना बनाउनु हुँदैछ। म चाहिँ यहाँ बाहिर बसिरहेको छु चिया खाँदै। नगर न छोरा डिस्टर्ब हुन्छ। बस न यहाँ आउनु। हेलो 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 गाइस। हेलो हेलो गाइस। हेलो हेलो गाइस। आज चाहिँ राजाहरूले यहाँ के गर्दैछ? के बनाउनु भएको छ? के बनाउनु भएको? माछा कसको लागि? कसको लागि? बुढीको लागि। बुढीको लागि माछा फ्राई हुँदैछ यहाँ चाहिँ। यो माछा चाहिँ सब्जीको लागि हो कि हल्का स्न्याक्स? के गर्दैछस् भाइ? भात पकाएको। भात यो चाहिँ कसले भुटेको? कसले? बडी बिल्डर। ओ राजा के गर्दैछ? मसरुम कटिङ हुँदैछ। मसरुम मेरो राजा चाहिँ यहाँ छ। बाबु खोइ फ्लाइङ किस गरिदिउँ न आमाको साथीहरूलाई। गाइस माछा चाहिँ फ्राई भइसक्यो होइन। अनि फेरि यहाँ के बनाउनु हुँदैछ? यो के बनाउनु भएको भनिदिनु न। चिकन कर्ची मर्ची अरे गाइस। यो चाहिँ मसरुम सुप अरे। यहाँ फेरि यो भाँडा धुन आँटेको अरे। यो चाहिँ फेरि एक्टिभ यहाँ त हामी त केही काम गर्नु पर्दैन नि त। हामी त बसिरहनु मात्रै है। हामी चाहिँ यस्तो खालकोहरू हो। माम पाक्दैछ पाक्नु पनि सकेछ। लो बटाबाट आम्बो चलाएर देखाउनु न एकताल। माछा चलाउनु नगर्नु ल होइन। गजब खान्छ नि यता राख्नु। त्यसलाई यहाँ राख्नु ल। मेरो फोन हेरेर त उसको फोन त कस्तो ठुलो लाग्दैछ। म उता पनि भिजिट गरेर आउँछु न। टिङ टङ सबैजना के गर्दैछस् है? के गर्दैछस्? ल हेलो गर्दै थाङ्कु तोताराबा। यो चाहिँ हाम्रो रुम। इट्स अ ब्युटिफुल फ्लावर। यो चाहिँ मेरो छोराले दिएको अघि। यो चाहिँ मेरो बुढाले दिनुभएको। म चाहिँ खास पानी हेलो पानी दियो त भाइ मलाई त्यो खानु मन आँट्यो। हेलो गर्दैन यहाँ। हेलो गाइस यो चाहिँ हिरो हो हाम्रो घरको हिरो।
नानाको च्यानलमा नानाको च्यानल के खेल्दैछ जस्तो चाहिँ पब्जी है हजमुला हजमुला क्यान्डी खाँदै आज तपाईँलाई कति खुसी लागिरहेछ नाना माई गड यो किन ब्लड देख्दैछ है यो फोनमा कि मेरो आँखा त्यस्तो हो कि भेनाको साथी नै ब्लर हुँदैछ है फेरि अहिले क्लियर आयो आयो कुनै कुनै एङ्गलमा त्यस्तो हुँदैछ ल अब सोध्न मलाई के सोध्न आँटेको अझै तपाईँलाई कति खुसी लागेछ अझै दिन बादमा आउनुभएको दिन नट साल वर्षा भने वर्षा दुई अलमोस्ट 3 years हजार ए हुन्छ कति खुसी ओके आई एम भेरी ह्याप्पी हिँड्दा मान्न सकाउनु यो पानी बोक आइज लु छिटो माथि जानु हो आमाको वाइन पनि म पर रुम लक गरेर आउँछु आइज यसले चाहिँ खाँदैन यो चाहिँ बोक्दिएको मात्रै हो मेरो रुमबाट के लान्छ एसीहरू त सबै अन गरिरहेको छ छोरी है अनि राख्नु बहिनी ए यहाँबाट सेलर त यहाँ को छ रुममा अरू के लानु बियर चाहिँ कहाँ छ अब फ्रिजरमा माई गड ला उयो खोइ केलेस खान्छ केलेस लु केम भन्छ होला कसले बनाएको भन्दा भन्दिनँ गाइसहरूलाई भन्दिनँ कसले बनाएको कुन चाहिँ भेनाले बनाएको सबसे ठुलो भेना ठुलो भेनाको नाम चाहिँ के आउँदैछ काजी साहब आउँदैछ काजी साहब हो वाउ यहाँ छ बनाउने मान्छे छ आमा र पेमा हाम्रो भेना मोला तिनटा स्पेशल आजको अरू के छ 10 मिनटको अन्त कर्ची मर्ची लु गाइस के भन्छ हजुर गाइस यहाँ चाहिँ अब के अरे प्यारो भेनालाई चाहिँ अघि लाइभमा थियो फेसबुक लाइभमा अहिले चाहिँ मेरो युट्युब लाइभको लागि हो तँ त दुईटा खाएर लागेन होला तपाईँ ए ल तपाईँ मेरो पार्टी राख्नुपर्छ चुचु मैले गल्ती भने नि होइन भन्नुपर्छ चेयर्स लुलु गाइस अब हामी चाहिँ खानु थालेको अहिले एकछिनमा भेट्छु तपाईँहरूलाई है अन्त त थ्याङ्क्स म्यान यो मेरो खोलिदिनु न मैले चाहिँ बुद्धेश्वर भन्छ मैले यो मनपर्छ भनेर यसले गरेँ थ्याङ्क्स लु कम अन गाइस एकैतालमा चुज गर्नुपर्छ हेलो गाइस नमस्ते फेफलो टासीदीले स्वागत छ हजुरहरूलाई मेरो युट्युब भिडियोमा सो घरमा आएको पनि सेकेन्ड डे भइसक्यो आज हामी कहाँ फर्स्ट डे नि है हिजो त आइपुगेको सो आज फर्स्ट डे स्टार्ट सो अहिले चाहिँ फिलहाल हामी सिलगढीमा छु क्विन अफ हिल्समा छु सो गाइस आज चाहिँ हामी फर्स्ट डेको सपिङ गर्नु जान लागिरहेको छ तपाईँहरू पनि हिँड्दै गर्नुहोस् यहाँ छ जस्मिन यहाँ पासाङ अनि सो गाइस तपाईँहरूलाई यहाँको लोकेसन अलिकति म दिनेवाला छु के रे ओके आमा आमा यहाँनिर चाहिँ अब हामीले गर्ल्सहरू जति चाहिँ लेडिजहरू जति चाहिँ हामी गएको सपिङ अनि हाम्रो यहाँनिर
जेन्ट्सहरू जति चाहिँ यहाँ छ यिनीहरू अहिले सपिङ गर्नुको लागि मात्रै आउँछ पहिला हामी सबै काम सक्ने अनि यहाँ चाहिँ कान्छी हाम्रो कान्छी एकदम रेडी भएर चाहिँ बसेको छ हाम्रो चाहिँ रिक्साको सवारी भयो राम्रो हेरे नानीलाई रिक्साको सवारी भयो हाई जस्मिन जस्मिन चाहिँ अगाडि एकदम कम्फर्टेबलसँगले बस्नु चाहिरहेको छ हामी चाहिँ यहाँनिर जस्तो पस्यो त्यस्तो गरम खालिहाल्यो यता हेर्नु भयो नि फर्स्ट डे स्टार्ट भयो यो आजदेखिको गन्ती स्टार्ट सेकेन्ड डे भन्नु त्यस्तो होइन यहाँ आइपुगेर त फर्स्ट डे भन्यो नि त हिजो त आइपुग्यो फर्स्ट डे हो आज हाम्रो फर्स्ट डेको रमझम हेर्नु होला तपाईँहरूले होइन स्टार्ट हेलो गाइस हामी चाहिँ अब यहाँनिर सपिङको तर्फ भेगा सर्कलमा हल्ला गर्दै हिँड्दैछौँ सपिङको तर्फमा